आदरणीय मेरा भगवानरूपी दर्शकहरूमा मेरो युट्युब च्यानलमा फेरि पनि स्वागत छ। म आज नेपालमा भइरहेको समसामयिक विभिन्न आन्दोलन भइरहेको छ, तर के देशका नेतृत्वकर्ता लिडरसिपहरूलाई देश हाँक्ने भनेर अगाडि बढिरहनुभएका विभिन्न दलका शीर्ष नेताहरूलाई के देशका जनताले नपत्याएकै हुन् त? के यो आन्दोलनले यस आन्दोलनले ठुलो रूप लिने त होइन र? यो आन्दोलन के को बारेमा भयो? खासमा त यो यातायात व्यावसायिक महासङ्घहरूले किन आन्दोलन गरे? आफ्नो चलिरहेको व्यवसायलाई ठप्प पारेर यहाँ भने सार्वजनिक यातायात भने कुनै पनि चलेको छैन भने यहाँ मात्र पठाउका बाइकहरू मात्रै चलिरहेको छन्, जहाँ हामी विभिन्न सर्वसाधारणहरू पनि एकदमै मारमा परिरहेको देखिरहेका छौँ। यहाँ तपाईँहरू सामु आज सोमबारबाट हामी प्रत्यक्ष प्रसारणमा लाइनमा देखाइरहेका छौँ, जहाँ बाइकहरू मात्रै चलिरहेको छ भने यो बाइक पनि प्राय सबै पठाउ बाइकहरू मात्र रहेको छ। यहाँ सर्वसाधारणहरूलाई भने एकदमै कठिनाइ परिरहेको छ भने दैनिक हजारौँको सङ्ख्यामा विदेशी गरेका आदरणीय दाजुभाइहरू दिदीबहिनीहरूलाई पनि समयमै अन्तर्राष्ट्रिय विमानस्थलसम्म आइपुग्न एकदमै सकस परिरहेको छ भने विभिन्न ठाउँहरूबाट देख्न सक्नुहुन्छ। यहाँ सबै प्राइभेट गाडीहरू मात्रै चलिरहेको छ भने सार्वजनिक यातायातहरू पूर्ण रूपमा ठप्प पारेर ग्यारेजमै थन्काउने निर्णय गरेको छ भने यातायात व्यावसायिक महासङ्घहरूले विशेषतः नेपाल सरकारले स्थल तथा हवाई सेवालाई विशेष प्राथमिकतामा राखे पनि जेठ 19 गते अर्थात् सोमबारदेखि भने यातायात व्यावसायिक महासङ्घहरूले अनिश्चितकालीन यातायात सेवालाई ठप्प दिने घोषणा गरेसँगै आज सोमबारबाट भने पूर्ण रूपमै यातायात व्यवसायहरू ठप्प पारिरहेको छ भने खासमा यातायात व्यावसायिक महासङ्घहरूको मुख्य माग चाहिँ के रहेछ भने गण्डकी प्रदेश सरकारले राइड सियरिङ नियमावली र व्यवस्थापन नियमावली 2082 जारी गर्दै राजपत्रमा प्रकाशित गरिसकेको छ भने यही नियमावलीको विरोधमा गण्डकी प्रदेश सरकारले जेठ 16 गतेदेखि नै यातायात व्यवसायी आन्दोलित रहेका थिए। यातायात सेवालाई भएका यात्रुहरू भने गण्डकी प्रदेश सरकारले स्कटिङ गरेर यात्रुहरूलाई गण्डकी प्रदेश पार गराइरहेका थिए। गण्डकी प्रदेश मात्र नभई हाल सङ्घीय राजधानी काठमाडौँमा पनि काठमाडौँ तथा पुरै देशभरि नै यातायात समितिहरूले आन्दोलित भइरहेका थिए। सार्वजनिक यातायात बचाउ सङ्घर्ष समिति बनाएर आन्दोलन थालेका यातायात व्यवसायीहरूले सोमबारदेखि भने देशभरै सार्वजनिक यातायातहरू अर्थात् भाडामा चलेका यातायातहरू भने ग्यारेजमै थन्काउने घोषणा गरेका छन्। काठमाडौँ लगायतका सहरहरूमा राइड सियरिङ सञ्चालन भइसकेको वर्षौँ भइसकेको छ। त्यसैले राइड सियरिङलाई केन्द्रदेखि
प्रदेश सरकारले नै अगाडि बढाउने नीति अगाडि सारेको थियो। राइड सेयरिङ विश्वभरि नै प्रचलनमा आइरहेको छ र काठमाडौँमा चलिरहेका राइड सेयरिङले आम सर्वसाधारणलाई पनि सहज बनाइरहेको थियो भने लाखौँ युवाहरूलाई रोजगार पनि दिइरहेको थिए। आम नागरिकलाई सहज भए पनि सार्वजनिक यातायात व्यवसायीहरू भने आफ्नो व्यवसाय धरापमा पर्ने सङ्कटले र चिन्तामा रहेकाले आफ्नो व्यवसाय सङ्कटमा पर्ने भन्दै नागरिकहरूको सुविधालाई नै निषेधित गरी यातायात व्यवसायीहरूले आन्दोलन थालेका हुन्। यो आन्दोलन भने अनिश्चितकालीन आन्दोलन रहेको छ। यातायात व्यवसायीहरूको माग भने राइड सेयरिङ चल्न नदिने माग रहेको छ। यसै गरी आन्दोलनलाई भने आम नागरिकले पनि आलोचना गरिरहेका छन्। राइड सेयरिङले नागरिकहरूलाई सेवा मात्रै दिइरहेको छैन भने लाखौँ युवाहरूलाई रोजगारी पनि दिइरहेका छन्। त्यसैले राइड सेयरिङलाई आम नागरिकहरूले पनि खुलेरै प्रशंसा गरिरहेका छन् भने हेर्नुहोस्, आजबाट सार्वजनिक यातायात नचलिए तापनि यहाँ ट्राफिक पुलिसहरूलाई पनि पर्सनली यातायातहरू व्यवस्थापन गर्नमा निकै कठिनाइ जस्तै देखिरहेको छ। यो पनि काठमाडौँ स्थित रहेको जडीबुटी चोकको दृश्य तपाईँहरूलाई प्रत्यक्ष रूपमा प्रसारण गरिरहेका छौँ। यो पनि काठमाडौँ जडीबुटी स्थित रहेको काठमाडौँ जडीबुटी चोकको दृश्य हो। जहाँ सार्वजनिक यातायात कुनै पनि नचलिए तापनि यहाँ ट्राफिक जाम पनि त्यत्तिकै रहेको देखिन्छ।
यो भने काठमाडौँ कोटेश्वरी स्थितको दृश्य हो यो। जहाँ एका साइडतिर राइड सेयरिङको निकै चाप देखिरहेको छ भने राइड सेयरिङले पनि यहाँ प्रत्यक्ष रूपमा यहाँ सर्वसाधारणलाई भने निकै नै कठिन भइरहेको छ भने यहाँ सार्वजनिक यातायात नचलेको अवस्थामा पैदल यात्रा गरिरहेका छन्। तपाईहरु देख्न सक्नुहुन्छ यहाँ सार्वजनिक यातायात भने ठप्प रहेको छ भने सर्वसाधारणलाई भने पैदल यात्रीहरूलाई भने शास्ति रहेको छ। जहाँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हजारौं युवाहरू विदेशिने गरिरहेका छन् भने यहाँ आज एकदमै सुनसान अवस्थामा देखिरहेका छन्। जहाँ काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको जहाँ प्राइभेट गाडी बाइकहरू मात्रै चलिरहेको अवस्था रहेको छ भने अत्याधिक मात्रामा राइड सेयरिङले भने अत्याधिक मात्रामा लाभ कमाउन सफल भइरहेको छ। जहाँ सार्वजनिक यातायात नचलेको अवस्थामा जहाँ काठमाडौँ त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक हजारौं श्रम शक्तिहरू विदेशिने गरिरहेका छन् भने उनीहरू पनि समयमै काठमाडौँ आइपुग्न सकिरहेका छैनन्। यहाँ जहाँ आफ्नो श्रम विदेशमा गएर बेची आफ्नो परिवार पाल्न सक्नेहरू पाल्न बाध्य भइरहेका छन् भने देशको स्थिति भने
जहाँ यस्तै नै रहेको छ। विदेश जानको लागि नेपालीहरूको एक बाध्यता तथा देशको राजनीतिक अवस्था, राजनीतिक निर्णयहरू राम्रो नभएको कारणले पनि विदेशिन बाध्य परिरहेका छन् भने जहाँसम्म देशमा युवाहरू, श्रमशक्तिहरू हुँदैनन् तबसम्म देशको विकास पनि अवश्य नै हुनेवाला छैन। कृपया आजको भिडियो कस्तो लाग्यो तपाईहरूले लाइक, कमेन्ट र सेयर गर्न सक्नुहुनेछ भन्ने आशा लिइरहेको छु। धन्यवाद।